can tell we need to talk about things, so I'll let you start. Yes, I'm listening. Oh, I understand that. You need help with what you say? Oh, that's crazy. That's crazy, because the last time that we talked about this, I felt like I was really clear. I gave you everything that you needed to hear, but you're still asking me for more. सन्चै हुनुहुन्छ लाग्छ आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने लाग्छ अनि आफ्नो ख्याल गर्नु केयर गर्नु आफूलाई माया गर्नु आफ्नो फ्यामिलीलाई माया गर्नु अनि आज हामी पोखराको गाउँतिरको यो काउरे भन्ने ठाउँको रिसोर्टमा लाँदैछु होइन इको रिसोर्ट होइन हेर्नु कस्तो लाग्छ तपाईँलाई असार महिना हो कि धान रोप्ने बेला भइरहेको छ चारैतिर हरियाली अनि दिन नि राम्रो छ अनि पानी बेलुका परेको थियो जस राम्रो सफा देखेछ के अरे यो बाटो हिँड्दाखेरि यहाँ ट्याक्क माछापुछीको रिसोर्ट भनेर माथि त्यो साइनबोर्ड लेखेको छ त्यही बाटो जानु होइन हिँड्नु होइन अनि यहाँ धेरै बेर लाग्दैन 15 मिनटमा यो माथिको डाँडा देखेको अनि त्यहाँ हिँडेरी हो 15 मिनटमै पुगिन्छ अनि हेर तपाईँहरूलाई कस्तो लाग्छ अनि गाउँको ठाउँ छ प्रायः जसोले सोध्दैन होला छ यो ठाउँ अनि यस्तो राम्रो ठाउँ भन्ने त्यही भएर नि हो अनि मलाई के अरे यहाँबाट इन्फ्लुएन्सर केही त आएको होइन भए पनि मेरो अडियन्सहरूलाई जस कति घुम्न मन लाग्यो नि यो ठाउँ नि बेटर छ भनेर म देखाउन गइरहेको छु यहाँ बाटो शान्त छ सफा छ अनि हावापानी जति गर्मी अनि शीतल हावा आउँछ अनि बस्ने ठाउँहरू नि चिल छ एकअर्कालाई डिस्टर्ब नदिने अनि राम्रो छ कहाँ बसौँ कसरी बसौँ सबै राम्रो छ अनि त्यही हो गाइज अनि हेर्नु न कस्तो राम्रो भ्यू छ अनि अब यही डाँडा माथि हो भएको होइन ठाडै उकालो छ हल्का होइन राम्ररी राइड गर्नु होला यहाँ त सिधा तल खस्यो भने सिधै तल गइन्छ होइन त्यही भएर राम्रो राइड गर्नु होला अनि आफ्नो केयर गर्नु होला मैले बारम्बार भन्छु किनभने सबभन्दा आफूलाई केयर गरेको धेरै राम्रो हो अनि अब आइयो साथी होइन अब यहीँ त टर्निङ हो ट्याक्कै यतापट्टि साइडमा छ ल आइयो साथी होइन अब अरू हेर्नु That's crazy, because the last time that we talked about this, I felt like I was really clear. I gave you everything that you needed to hear, but you're still asking me for more. No, I'm just trying to understand what you're asking for, because the only वेलकम टु इको रिसोर्ट होइन अब हामी जाँदैछौँ अनि काउन्टर टिकट काट्ने यहीँ हो अनि जस अहिले के अरे टिकट काट्ने दाइ हुनुहुन्न होला यहाँनिर होइन यहीँनिर त्यो सानो यो पहेँलो भाग्नेरी ट्याक्क बस्नुहुन्छ आज हुनुहुन्न कोही नहुनुहुँदो रहेछ जाम अगाडि अनि राम्रो छ ठाउँ अनि हेर्नु न तपाईँहरू आफै हेरेर बुझ्नुहुन्छ मैले के अरे प्रशंसा गर्नु पर्दैन कुनै ठाउँको राम्रो ठाउँको त्यत्तिकै मान्छेलाई थाहा हुन्छ अनि जस केटाकेटी होइन फ्यामिली आएर यहाँ आएर मनोरञ्जन बस्न सकिन्छ इको रिसोर्ट देख्नुभयो अनि ए टु जेड धेरै राम्रो गर्नुभएको छ अनि यस्तो गाउँ ठाउँमा आएर नि यति डेभलप गर्नुभएको छ नेपालमा जस केही होला जस्तो लाग्छ मलाई अनि जस प्रगतिहरू भइरहेको छ अनि चिल ठाउँ छ यहाँ त अनि बसौँ न यहाँनिर होइन यहाँ त सिधै तल भिड छ होइन छुट्टै मजा आउँछ बस्न नि अनि दृश्य हेर्नु कति राम्रो छ अनि
अनि रातिमा त झन् बब्बाल देखिन्छ लाइटिङ यताउति अनि गाउँतिरको झिलिमिली अनि राति बस्नु नि मजै आउँछ अनि अब कस्तो ठाउँमा बस्नुहुन्छ अनि यहाँ पनि आफ्नो आफ्नो पर्सनली रुमहरू क्याबिनहरू छ अनि तपाईँलाई जस्तोमा बस्न मन लाग्छ त्यसैमा बस्न सक्नुहुन्छ मैले बस्ने ठाउँहरू देखाएको हो यो रुखटिरी हो अनि रुखमा ट्याक्क बनाएको उस हो अनि खास प्रायः जसो म यहाँ बस्थेँ अहिले अलिकति अझ के अरे पुरानो भइसकेछ अलिकति काठहरू रिपेयर गर्ने बेला भयो रहेछ त्यही भएर ठिक्क छ यहाँ त बस्न नि यो भित्र कोठानी छ यो टिडीभित्र तर अहिले काम छैन जस नाइटको टाइममा बसौँ भने जाडो भयो भने भित्र बस्न नि मिल्छ अनि अलिकति काठहरू यो हिँड्दै उता धेरै कुराहरू जस बनाउन आफूलाई रमझम हुने नि ठाउँहरू थियो अनि जस प्रकृतिसँग म्याच खाएको रिसोर्ट हो अनि डेकोरेसनहरू नि दामी गर्नुभएको छ बत्तलहरू हेर्नु न बेहुरको बत्तलहरू क्या दामी छ कस्तो तरिकाले गर्नुभएको छ अनि आफूले सक्दो आइडियाले जस राम्रो गर्नुभएको छ मलाई नि यो ठाउँ एकदम मनपर्छ अनि यहाँ त हेर्नु न दृश्य क्या राम्रो देखिन्छ तल एकदम कुल फिल हुन्छ कि यहाँ बसेर अनि गाइस तपाईँ पनि एकपल्ट आउनु पोखराबाट बोझोखोला जाने बाटो भयो के जस काउरे रिसोर्ट भनेपछि इको रिसोर्ट भनेपछि जसले पनि चिनाइदिन्छ तपाईँहरू एकपल्ट आउने बेला आएर भिजिट गर्नु राम्रो छ त्यस्तो महँगो पनि छैन जस सबै प्राइस राम्रो छ अनि खाना बस्न आराम छ कसैले डिस्टर्ब गर्दैन अनि धेरै कुराहरू छ म अझै अरू तपाईँहरूलाई देखाउँदै जाँदैछु अनि खास हेर्नु न अनि लोकल घरहरू टाइपको त्यो आटेहरू टाइपको त्यस्तो टाइपको नि बनाइदिनु भएको छ अनि यो चट्टानमा खोपेर बनाएको ठाउँ हो अनि चट्टान छ अनि यो चट्टानको भिरको यो त चट्टानहरूमा घरहरू पर्सनली बनाइदिनु भएको छ अनि जस राम्रो छ मलाई एकदम मनपर्छ के अरे यस्तो ठाउँहरू अनि ठाउँ नि राम्रो छ अनि सबै देखिन्छ यहाँबाट अनि पनि बस्दो लाग्छ अनि जस ठाउँ हेर्दा पनि बब्बालै गर्नुभयो जस्तो मिहिनेतै गर्नुभयो जस्तो लाग्छ किनकि धेरै मिहिनेत लाग्छ नि त यस्तो चट्टानहरू यताउति गरेर रिस्की ठाउँ नि छ तर रिस्की भन्नाले त्यस्तो मान्छेलाई केही इफेक्ट पर्ने होइन जस ठाउँ भने खतरा छ कि अनि हेर अगाडि जाऊँ बाल ठाउँ छ होइन यहाँ त अझै बन्दैछ कन्ट्राक्सन एकदम मनपर्छ यो ठाउँ अनि चिसा भानिरहेको छ अनि बादल आकाश होइन यहाँ बसेर तरिकाले
दृश्य हेर्दै रमाइलो जस डेकोरेसन राम्रो छ हैन टक्क लागेर है हल्ले छ हैन जसैको डर लाग्ने अनि नाइटमा झन् राम्रो हुन्छ कोही छैन जस्तो तपाईहरुलाई कस्तो लाग्यो राम्रै लाग्यो होला भन्ने लाग्छ के लाग्छ कमेन्ट गर्नु अनि जस तपाईहरुलाई एउटा कुल प्लेस ठाउँ देखाउनलाई ल्याएको अनि अब हामी जान लाग्यो अनि थ्यांक यू अहिलेसम्म भिडियो हेर्दिनु भएकोमा अनि आफ्नो ख्याल राख्नु अनि थ्यांक यू फेरि अगेन नेक्स्ट भिडियोमा फेरि भेटौँला हजुरहरुसँग यही हो लोकेसन अनि आउन सक्नुहुन्छ अनि भ्यू पनि धेरै राम्रो छ अनि रोड पनि धेरै राम्रो छ केयरफुल हुनु होला अनि दृश्य नि राम्रो छ अनि अब नेक्स्ट भिडियोमा भेटौँला थ्यांक यू यहाँसम्म भिडियोमा साथ दिनुभयो यहाँकोमा